Hi. So the book that I picked up for this week is A Complete Book of Yoga by Swami Vivekananda, and it has almost 700 pages. So एक दिनमा मैले 100 pages पढ्नु पर्यो, and since it is day one, I've already completed the 100 pages of this book. अनि यो 100 पेजेसमा चाहिँ एकदम धेरै नै इन्साइटफुल कुराहरू थियो. डिफ्रेन्ट टाइप्स अफ योगको बारेमा डिस्क्राइब गरिएको छ, तर यो सबै कुराहरूमध्ये एउटा कुरा द्याट स्टुड आउट द्याट आई वान्ट टु सेयर विथ यु इज के भन्दाखेरि द पावर अफ आवर वर्ड्स. हामीले बोल्ने हरेक वर्डमा यति धेरै एनर्जी हुन्छ एन्ड इट एक्चुली ट्रान्समिट्स द्याट वी क्यान सी इन आवर डेली लाइफ एज वेल. कसरी भन्दाखेरि लेट मी गिभ यु एन एक्जाम्पल है त. लेट्स सपोज राम र श्याम कुरा गरेर बसिरहेको छन् अनि श्यामले रामलाई तिमी त कस्तो स्टुपिड रहेछौ भनेर भनेछ. उसको वर्डले, त्यो स्टुपिड भन्ने एउटा वर्डले रामलाई रिस उठ्छ, त्यहाँबाट एनर्जी ट्रान्समिट भयो. अब त्यही रिसको झोकमा रामले यस्तरी मुक्का बनाएर श्यामलाई पञ्च हानिदिन्छ अनि त्यो भइसकेपछि त्यहाँ पनि एनर्जी ट्रान्समिट भयो. सो एउटा वर्ड स्टुपिड अर डम भन्ने एउटा वर्डले त्यति धेरै एनर्जी त ट्रान्समिट गर्दो रहेछ नि त. अब यो त नेगेटिभ एनर्जी भइहाल्यो होइन. अब रामलाई त नराम्रो लागिरहेको छ नि त उसलाई स्टुपिड अर डम भन्यो भनेर श्यामले, अनि ऊ स्याड भएर बसिरहेको हुन्छ अनि उताबाट आउँछ अर्को एकजना, लेट्स से हरि. अनि हरि आएर कन्सोल गर्न थाल्छ, यु आर नट स्टुपिड, यताउता अब के भन्न पर्ने हो त्यो भन्छ. अब हरिकै त्यो वर्ड्सले पनि त उसलाई त खुसी बनाउँछ नि त. सो त्यहाँ पनि त एनर्जी ट्रान्समिट भयो नि त. हरेक वर्ड्सको एनर्जीलाई एनालाइज गरेर यसको प्रपर युजलाई पनि कर्मयोग भनिने रहेछ है त. हामीले चाहिँ जेनरली कर्म भनेको काम, आफूले गर्ने कामसँग एसोसिएटेड भयो भने त्यो कर्मयोग भयो भन्ने बुझ्छौँ नि त. तर हाम्रो हरेक वर्ड्सलाई पनि एनालाइज गर्नुलाई पनि कर्मयोग भनिने रहेछ. एन्ड दिस वाज समथिङ द्याट आई डिन्ट नो, अनि आई थट इट माइट बी insightful to you guys as well. So that is all for today, and I'll see you tomorrow. Lahita.